2081 साल चैत महिनाको 15 गते नेपाल बैंक लिमिटेडमा विभिन्न पदको लागि भ्याकेन्सी अनाउन्समेन्ट भएको कुरा हामी सबैलाई थाहा नै छ। यसमा प्रबन्धक 3 जना सीए, उपप्रबन्धक 1 जना मास्टर्स, सहायक प्रबन्धक 35 जना मास्टर्स, सहायक प्रबन्धक 7 जना सीए, असिस्टेन्ट 96 जना ब्याचलर पास, असिस्टेन्ट आइटी 1 जना, गोल्ड टेस्टर 20 जना +2 गरेर विभिन्न प्रोभिन्सहरुमा जम्मा-जम्मी 163 जना एप्लिकेन्टको भ्याकेन्सी अनाउन्समेन्ट भइसकेको छ। नेपाल बैंक लिमिटेडको यस विज्ञापनमा एप्लाई कसरी गर्ने भन्ने बारेमा धेरैलाई जिज्ञासा हुन सक्छ। नेपाल बैंक लिमिटेडको अनलाइन एप्लिकेसन पोर्टल मार्फत एप्लिकेसन फिल कसरी गर्ने, पेमेन्ट कसरी गर्ने, एप्लाई कसरी गर्ने भन्ने बारेमा डिटेलमा भिडियो बनाउन गइरहेको छु। एप्लिकेसन फिल गर्नुभन्दा अगाडि हामीलाई केही कागजातहरू आवश्यक पर्ने हुन्छ। एप्लिकेसन फिल गर्नको लागि हामीले विभिन्न कागजातहरू एप्लिकेसन सहित एट्याच गर्नुपर्ने भएको कारणले गर्दा मैले एप्लिकेसन फिल गर्नको लागि हाम्रो बेसिक कागजातहरू के चाहिन्छ भनेर लिस्ट तयार गरेको छु, जुन मैले यो स्क्रिनमा शेयर गरेको छु। हामीले एप्लिकेसन फिल गर्नुभन्दा अगाडि त्यो कागजातहरूलाई चाहिँ रेडी गरेर हामीले फोल्डरमा राख्यौं भने हामीलाई एप्लिकेसन फिल गर्न सजिलो हुन्छ। हामीलाई चाहिने म्यान्डेटरी डकुमेन्टहरुमा मोबाइल नम्बर, इमेल आइडी, फोटो, यसको हामीलाई इमेज चाहियो। त्यसपछि नागरिकता दुवै साइड देखिने गरी, त्यसपछि सिग्नेचरको फोटो चाहियो। त्यसपछि ट्रान्सक्रिप्ट अथवा मार्कसिट एसएचजी देखि लिएर जुन पोस्टको लागि हामीले एप्लाई गर्छौं त्यो पोस्टसम्मको लागि ट्रान्सक्रिप्ट अथवा मार्कसिट चाहियो। त्यसपछि हामीलाई क्यारेक्टर सर्टिफिकेट चाहियो। एसएलजी देखि लिएर जुन पोस्टसम्म हामीले एप्लाई गर्छौं त्यहाँसम्मको लागि क्यारेक्टर सर्टिफिकेट चाहियो र इक्विभ्यालेन्स एप्लिकेबल हुने साथीहरुको लागि इक्विभ्यालेन्स सर्टिफिकेट पनि चाहियो। र हामीले जुन पोस्टको लागि एप्लाई गर्छौं त्यो पोस्ट हेरेर हामीलाई सप्लिमेन्टरी डकुमेन्टहरु पनि चाहिन सक्छ, जस्तै समावेशी डकुमेन्ट, अपाङ्गता प्रमाणपत्र, पिछडिएको क्षेत्रको लागि, त्यसपछि एक्सपिरियन्स लेटर, ट्रेनिङ सर्टिफिकेट र अदर डकुमेन्ट्स। र यो डकुमेन्ट्सहरुलाई मैले यसमा जुन दिएको साइज छ त्यो साइज भन्दा मुनि हुने गरी हामीले एउटा फोल्डरमा मेन्टेन गरेर राख्नुपर्ने हुन्छ। त्यसपछाडी एक्जाम फिल गर्नुभन्दा अगाडि हामीलाई मोबाइल बैंकिङ, कनेक्ट आइपीएस, ई सेवा, फोन पे अथवा खल्तीमा एटलिस्ट मैले स्क्रिनमा दिए अनुसारको पैसा मेन्टेन हुने तरिकाले हामीले त्यसमा युजर र पासवर्ड याद हुने तरिकाले त्यसलाई एक्जाम फिल गर्नुभन्दा अगाडि रेडी पारेर राख्नुपर्ने हुन्छ। र त्यो भन्दा बाहेक अरु डिटेल हामीलाई चाहिने भनेको 3 पुस्ते विवरण, पर्मानेन्ट एड्रेस, प्रेजेन्ट एड्रेस, पढाइ लेखाइको डिटेल र एक्सपिरियन्स डिटेलहरु हामीले कतै टिपेर रेडी गरेर राख्यौं भने हामीलाई एक्जाम फिल गर्नको लागि, एक्जाम फर्म फिल गर्नको लागि एकदमै सजिलो हुन्छ। अब म नेपाल बैंक लिमिटेडको अनलाइन एप्लिकेसन पोर्टलबाट सुरुदेखिको लास्टसम्म एक्जाम एप्लिकेसन फिल कसरी गर्ने, पेमेन्ट कसरी गर्ने, एट्याचमेन्टहरुलाई एट्याच कसरी गर्ने, एप्लाई कसरी गर्ने भन्ने बारेमा डिटेलमा देखाउन गइरहेको छु। त्यसको लागि मैले एकजना एप्लिकेन्टको डिटेलहरु, एट्याचमेन्टहरु सबै मैले फोल्डरमा स्क्रिनमा देखाए अनुसार मेन्टेन गरेर राखेको छु। अब म नेपाल बैंक लिमिटेडको विभिन्न भ्याकेन्सीमा एप्लाई कसरी गर्ने भन्ने बारेमा स्क्रिनमा देखाउन गइरहेको छु। त्यसको लागि सबैभन्दा पहिले हामी नेपाल बैंक लिमिटेडको अफिसियल साइटमा भिजिट गर्छौं, nepalbank.com.np। नेपाल बैंक लिमिटेडको अफिसियल साइटमा हामी करियरमा क्लिक गर्छौं। त्यसपछि हामी एप्लाई फर भ्याकेन्सीमा क्लिक गर्छौं र हामी जुन पोजिसनको लागि हामी एप्लाई गर्ने हो त्यही पोजिसनको राइट ह्यान्ड साइडमा आवेदनको लागि लगइन गर्नुहोस् मा क्लिक गर्छौं र हामी रेजिस्ट्रेसन गर्छौं सबभन्दा पहिले। त्यसमा हामी नाम, इमेल आइडी र मोबाइल नम्बर हामी यसमा हालेर सबभन्दा पहिले हामी रेजिस्ट्रेसन गर्छौं। यसबाट हामीलाई नेपाल बैंक लिमिटेडको उक्त पोजिसनको लागि एप्लाई गर्दाखेरि हामीलाई आइडी र पासवर्ड यसले हामीलाई दिन्छ। इमेल आइडी, हाम्रो आइडी पासवर्ड यसमा क्रिएट भइसकेको छ। त्यसपछि हामी सेम पोजिसनको लागि हामी के गर्छौं त डिटेल हालेर हामी लगइन गर्छौं। त्यसपछि हाम्रो युजरको हामी ड्याशबोर्डमा क्लिक गर्छौं र हामी जे पनि डिटेल हुन्छ त्यो हामी फिल गर्न थाल्छौं। सबभन्दा पहिले हामी उम्मेदवारको प्रोफाइलमा जान्छौं र त्यसमा हामी
आधारभूत डिटेलहरु जे पनि छ, नाम, त्यसपछि जन्म मिति, बुवाको नाम, हजुरबाको नाम, 3 पुस्ते विवरण भनेर भनौं। सबै डिटेलहरु हामी यसमा हाल्छौं सबभन्दा पहिले। जसरी मैले स्क्रिनमा देखाएको छु त्यसैगरी बाबुको नाम, अब हजुरबाको नाम, आमाको नाम हाल्दा पनि भयो। त्यसपछि नागरिकता जारी जिल्ला, त्यसपछि जारी मिति, यो सबै डिटेलहरु हामीले हाल्नु पर्यो। त्यसपछि हामी के गर्छौं त अपडेट गर्छौं। त्यसपछि हामी सम्पर्क कम्युनिकेसन एड्रेस, पर्मानेन्ट एड्रेस हामी यसमा अपडेट गर्छौं। यसमा चाहिँ हाम्रो नागरिकता अनुसारको डिटेल आउने भयो स्थायी ठेगानामा। त्यसपछि हामी कम्युनिकेसन एड्रेस पत्राचार गर्ने ठेगाना हामी यसमा हाल्छौं। कन्ट्याक्ट नम्बर यति भइसकेपछि त्यसमा हामीले यदि टिक गर्यो भने त्यसलाई फेरि तत्कालको लागि एडिट गर्न पाइएन। त्यसमा फेरि सच्याउनको लागि हामीले विवरण सच्याउनुहोसमा फेरि टिक गर्नुपर्छ। अब यसमा एजुकेसन डिटेलहरु हालौं हामी वन बाइ वन। जुन पोजिसनको लागि हामी एप्लाई गर्छौं एसएलसी देखि लिएर त्यो पोजिसन सम्मको जुन एजुकेसन क्वालिफिकेसन मागेको छ त्यो पोजिसन सम्मको हामीसँग ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट हुनुपर्छ। सबभन्दा पहिले मैले एसएलसी देखि सुरु गर्छु। एसएलसी को टोटल यसमा मैले डिटेल हालिसकेपछि त्यसपछि फेरि प्लस 2 को डिटेल हाल्छु यसैगरी। त्यसपछि अब प्लस 2 सम्मको लागि हामीले एप्लाई गरेको हो भनेदेखि प्लस 2 सम्मको डिटेल हाल्छु। यदि असिस्टेन्टको लागि मैले एप्लाई गरेको छु भने मैले ब्याचलर सम्मको डिटेल हाल्छु। र यदि मैले त्योभन्दा माथिल्लो पोस्टको लागि मैले यदि एप्लाई गरेको छु भने मास्टर्सको डिटेल चाहियो, अथवा सीए को लागि एप्लाई गरेको छु भने पनि सीए को लागि यसमा डिटेलहरु हाल्नु पर्यो। अहिले मैले जुन स्क्रिनमा देखाइरहेको छु यो चाहिँ मैले असिस्टेन्ट पोजिसनको लागि एप्लाई गरेको छु। त्यसै कारणले गर्दाखेरि यसमा चाहिँ मैले ब्याचलर सम्मको डिटेल मात्र हाल्छु। डिभिजन, पर्सेन्टेज सबै मैले रेडी गरेर राख्नुपर्ने हुन्छ। जसरी मैले एट्याचमेन्टको जुन लिस्ट बनाएको थिएँ त्यो लिस्ट अनुसारको डकुमेन्टहरु मैले पहिले रेडी गरेर राखेको थिएँ। हजुरहरुले पनि त्यसैगरी सबै रेडी गरेर एउटा फोल्डरमा रेडी गरेर राख्नु होला। प्लस 2 को सकेपछि अब ब्याचलर्सको डिटेल हाल्दैछु। यसमा ट्रान्सक्रिप्ट एटेच गर्नु पर्यो। अनि यतापटि हाम्रो क्यारेक्टर सर्टिफिकेट सेभ गरिसकेपछि हाम्रो एजुकेसन क्वालिफिकेसनको पार्ट सकियो। अब यसमा अनुभव जुन हाम्रो एक्सपिरियन्स छ, पास्ट एक्सपिरियन्स यदि छ भने हाल्ने हो, छैन भने यो केसमा नहाल्दा पनि हुन्छ। अहिले जुन एप्लिकेन्टको मैले भर्दै छु उहाँको चाहिँ प्रायर एक्सपिरियन्स भएको कारणले गर्दाखेरि मैले यसमा एक्सपिरियन्स डिटेलहरु हाले। अब कोही भर्खर पास आउट भएर सिधै यो पोजिसनको लागि एप्लाई गर्दै हुनुहुन्छ भने उहाँहरुको केसमा यो अब हालिरहनु परेन यो डिटेल, किनभने तलको पोजिसनहरुको लागि त्यस्तो एक्सपिरियन्स धेरै माग्दैन। तर अब यदि हजुरले काम गर्नु भएको छ भने यो डिटेलहरु हजुरले हाल्नु भयो भने हजुरको सिलेक्सनको लागि प्लस पोइन्ट हुन जान्छ यो कुरा।
कहिलेदेखि कहिलेसम्म काम गरेको मिति सहित यसमा हाल्नुपर्ने हुन्छ। तालिम ट्रेनिङ यदि केही छ भने अथवा व्यावसायिक परिचय, अब यो हाम्रो लागि एप्लिकेबल छैन। कागजातहरू मैले जुन हजुरलाई पहिले भनेको थिएँ, फोटो, सिग्नेचरहरू, सिटिजनसिप अगाडि पछाडि दुवै हुने तरिकाले यो सबै हजुरले यसमा 1 by 1 अपलोड गर्नुपर्ने हुन्छ। समावेशी महिलाको लागि अब सिटिजनसिप हाल्ने पनि भयो, नहाल्दा पनि खासै त्यति फरक नपर्ला। त्यसपछि अन्य कागजातमा यदि रिज्युम छ, हजुरले कतै काम गर्नुभएको त्यो डिटेल छ भने रिज्युम अपलोड गर्दै भयो। यो सबै काम गरिसकेपछि हामी रुजु एकचोटि हामी भेरिफाई गर्छौँ, सुरुदेखिको लास्टसम्मको हामीले हालेको डिटेल ठिक छ कि छैन भनेर हामी क्रस चेक गर्छौँ। किनभने एकचोटि सबमिट भइसकेपछिको यो एप्लिकेसन दोहोऱ्याएर हामीले एडिट गर्न मिल्दैन। त्यो भएकोले गर्दाखेरि सबमिट गर्नुभन्दा अगाडि नै हामीले एकपल्ट डिटेलमा सबै हेर्छौँ। अब हामी उम्मेदवारको डैशबोर्डमा क्लिक गर्छौँ र जुन पोजिसनको लागि हामीले एप्लाई गर्दैछौँ त्यो पोजिसनमा हामीले आवेदन दिनुहोस्मा हामी क्लिक गर्छौँ र एकपल्ट फेरि फर्स्टदेखि लास्टसम्म हामीले 1 by 1 यसलाई चेक गर्नुपर्ने हुन्छ। सबभन्दा फर्स्टमा हामी आधारभूत चिजहरू सबै चेक गरेर अगाडि बढ्नुहोस्मा क्लिक गर्छौँ। त्यस पछाडि फेरि सम्पर्कमा पनि हामी 1 by 1 चेक गरेर फेरि अगाडि बढ्नुहोस्मा क्लिक गर्छौँ। त्यस पछाडि फेरि शैक्षिक योग्यता चेक गरेर अगाडि बढ्नुहोस्। त्यसपछि हाम्रो जति पनि डकुमेन्ट्सहरू हामीले एट्याच गरेको छौँ एकचोटि सरसर्ती चेक गरेर फेरि यसमा अगाडि बढ्नुहोस्मा क्लिक गर्छौँ। त्यो भइसकेपछि फेरि रुजु एकचोटि टपदेखि बटमसम्म हामीले लास्ट फाइनल हामीले चेक गर्छौँ र अगाडि बढ्नुहोस्मा हामीले टिक गर्छौँ। अब खुल्लामा सिलेक्ट गर्ने हामी। त्यसपछि महिला पनि छ हाम्रो। त्यसपछि अगाडि बढ्नुहोस्मा क्लिक गरेपछि हाम्रो यस्तो खालको स्क्रिन आउँछ। हामीले अब पेमेन्ट गर्नु पर्यो। पेमेन्टको लागि कनेक्ट आइपी सिलेक्ट गरेँ मैले। अब पेमेन्टको लागि हामीसँग विभिन्न अप्सन्सहरू छ जुन मैले भिडियो सुरु हुने बेलामै मैले हजुरहरूलाई भनिसकेको छु। लगइन डिटेलहरू मैले हालेँ यसमा। मैले चाहिँ कनेक्ट आइपीएसबाट पेमेन्ट गर्दैछु। हजुरहरूले यी सेवाहरू अरू एप्लिकेसनहरू जे पनि युज गर्न सक्नुहुन्छ जुन मैले अगाडि नै हजुरलाई भनिसकेको छु। सो मैले सबमिट गरेँ। ओटिपी यसमा हालिसकेपछि हजुरको सबमिट नाउ भनेर आउँछ। हामीले सबमिट नाउमा क्लिक गरेपछि हाम्रो एप्लिकेसन सबमिट हुन्छ। अब यो सबमिट भइसकेको छ कि छैन, हाम्रो पार्टबाट काम सकेको छ कि छैन भन्नको लागि चाहिँ हामीले भुक्तानी विवरणमा एकचोटि सक्सेसफुल भयो कि भएन भनेर हामीले हेर्न सक्ने भयौँ। यो स्लिपहरू हामीले डाउनलोड गरेर राख्न सक्छौँ। कुनै बेला पछि हामीलाई चाहिन सक्छ यो स्लिप। भुक्तानी विवरणमा क्लिक गरेर हाम्रो सक्सिड लग यदि देखियो भने हामीले जुन एप्लाई गरेको छौँ त्यो एप्लाई गरेको सम्पूर्ण काम चाहिँ सकियो भन्ने बुझ्नुपर्छ। अब उताबाट जे आउँछ हामी त्यसमा मिस्टेक छ भने हामी सच्याउँछौँ, होइन भने हामीलाई यसैमा एडमिट कार्ड एट्याच गरेर आउँछ। हामी यहीँबाट डाउनलोड गर्छौँ र हामी अगाडि बढ्छौँ। भिडियोलाई अन्तिमसम्म सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। एप्लिकेसन सबमिट गर्ने अन्तिम दिन वैशाखको 4 गते रहेको छ र दोबर दस्तुर तिरेर वैशाखको 11 गतेसम्म हामीले एप्लिकेसन सबमिट गर्न सक्छौँ। त्यसैले बेलैमा एप्लिकेसन सबमिट गरेर ढुक्क साथ पढाइ गर्नुहोला। त्यसैगरी नेपाल बैंक लिमिटेडको पोजिसन अनुसार सिलेबस चेन्ज भएको कारणले गर्दाखेरि पढाइ सुरु गर्नुभन्दा अगाडि एकपल्ट रिभाइज सिलेबस के कस्तो छ ध्यानपूर्वक हेरेर बल्ल पढाइ सुरु गर्नुहोला। यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद।